आज बुलबुलेको स्थिति हो। आज सुर्खेतमा नयाँ वर्षको दिन पारेर मान्छेहरू त्यो पर्यटकहरू भन्न स्थानीय एक्सिडेन्टमा गराउने फेरि कसै केटाहरू मान्छे यति धेरै छन् कि जता हेर मान्छे मात्र देखिन्छ त। हिजो अस्ति यस मेरो अगाडि देखाउनु कसरी हो कि अगाडि देखाउनु मिलेन। त्यो पहिल्यै बनाउनु पर्छ, पछाडि हुनु यस्तो छ। आज बुलबुलेको पुरै आज जता हेर मान्छे मात्र जता हेर बसेकै छन् र भाइ। मान्छेलाई पनि हेर्दा हेर्दा आँखा पनि थाकिसक्यो, मान्छे पनि थाकिसक्यो। आज 51 सेकेन्डको भयो, 2 भइसक्यो, 1 घन्टा लाग्यो थियो यार भित्र जाउनु। यो सधैँ बुलबुलमा यति भइदियो मान्छे त मान्छेले धेरै कमाउँथ्यो यार। मेरो घामले मेरो त घामसाम केही भन्दैन। यत्र बुलबुल चलाउने आएकै छन्, कोही भुँडीमा बोकेर आछन्, कोही भुँडी बाहिर बोकेर भिडियो के हुन्न भाइरल हो। भाइरल हुन्छ होइन। यस्तरी फोटो हाम्रो नि फोटो मान्छे भयो यस्तो बनाउने हो त। अनि तर यसको भ्यू चाहिँ दामी आउँथ्यो यार होइन। केटी देखेको केटी होइन, केटी पनि हेर्छ, नयाँ केटी पनि देखेको पनि उस्तै लाग्छ यार, सब एउटै लाग्छ। सब पनुवा देखाउने पलानु मेरो। अब उहाँ केपीएलको पानी गुडिरहेछ। यस्तो हो, केपीएलले गफमा ल्याएन हुँदै, तर अब सुर्खेतको बुलबुले चाहिँ ल्याएर कुदाइरहेको छ। पेपरको झन्डा गाडेर नक्सा राख्न बाँकी छ। त्यो पनि छिटै पुरा हुने छ, कहिले हुने थाहा छैन। कस्तो राम्रो पानी जाँदो रहेछ यार। उयो त कि यो त पच गर पच कति राम्रो बुलबुले हुन्डी पानी जहाजमा यहाँ बुलबुलेको स्थिति। बुलबुलेमा यो मान्छे ल यताबाट लाइन हो चढ्नेको, यहाँबाट छ त लाइन हेर्नु। कस्तो राम्रो लाइन हो बाबु मरौला। कति हो मेरी बाबु मान्छे पनि म त आधी भ्यू देखिन्छ कि तडको गोर्खे क्वालिटी जताहरू उति छ नि त मान्छे आज यार। राम्रो राम्रो भ्यू आयो बेला त बन्न हाल्ने हो क्या। कहाँ देख्छ कन्टेन्ट हो कन्टेन्ट। ल स्टार्ट। यो हो सुर्खेतको बुलबुले विराटनगर नगरपालिका वडा नम्बर कति हो थाहा छैन। 9 हो क्या यार, 9 पर्छ हो यार। 6 नम्बर पर्छ कि 6 त माथि बजार त 6 हो माथि हो, बाटामुनि 9 हो के कस्तो बुझ्यो। त्यस्तो के भन्नु यहाँ बिर्सिन्छ कि के भन्नु लागेपछि। यस्तो आज दिमागमा पनि सोच्दै बिर्सिने बेला भइसक्यो। यहाँ खाल्दो रहेछ बिस्तारै बिस्तारै बाटोमा सुन्नु आन्टी। मान्छे राम्रो हो कि ठाउँ राम्रो हो कि मान्छे राम्रो हो बोलेकै बिर्सिनु ल त। बोल्दा बोल्दै के बोल्दै भनिदिँदै बिर्सिन थालेपछि भ्यू यही हो बुलबुले। बुलबुले यसको उत्पत्ति चाहिँ खास माथि हो, तर यहाँ चाहिँ ताल मात्रै हो, बुलबुलेको चाहिँ माथि हो। अनि अब त्यही हो, अब कहाँबाट हेर्दै हुनुहुन्छ साथीहरू
भ्यू चाहिँ हामीले चाहिँ राम्रै हेरिरहेको छौँ बाटो छोड्नु पऱ्यो नि त नै बाहिर छोड्नु पर्यो नि त किन्ने त्यत्रो बोल्दै आएर किन्दै आएपछि अनि हामी के गरौँ के भन्नु त अनि आमासामाको मिटिङ पनि भइसकेको छ यहाँको गेट सायद बन्द होला यार के गर्नु त्यसलाई भ्यू देखाएर बस्नु किन होला यस्तो कस्तो गरिदिनु पर्छ तर यहाँ भएन नि ए जाँदा पो पर्छ के गर्नु त कस्तो घाम भएको यता त यार सर्न पो डर लाग्यो केपिएलईको बुलबुलले ए होइन पिलेन पो यता होइन पछाडि हेर पछाडि हेर नि आउनु आइन्थेन ए दाइ ल्याउने बनाएर चालु त है गाडी छ त यार